नखाने भा म चाउचाउ खान्नु खानै नपाएको त होइनस् नि है अलि सिगान रल्यो भने पो मिठो हुन्छ त गाइस मलाई यो गुये धन्दा पहिले थाहा थियो गोचो क्या तेरो यो उसले के जातिले राम्रो छ चम्चाले खान घर चम्चा छ नि त अलि मेरो बोली छुट्यो यस्ता मुखबाङ त म 7 कचौरा जति यस्ता मुखबाङ त म 7 कचौरा जति कस्तो धेरै पिरो क्या गाइज स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो युट्युब च्यानलमा आज चाहिँ हामी भन्दा नि स्पेशली म मुखबान कि त के भन्छ मुखबान क्या मुखबान भिडियो बनाउन जाँदैछु मुखबान यो बान्नी क्या मुखबान मुखलाई बान्नी भिडियो बनाउन जाँदैछु हैन हिँड्दै बोल अनि त्यसपछि आज चाहिँ मुखबान भिडियोमा देखाउँछु है त गाइज म पसल जाँदैछु पसलमा फेरि पैसा छैन त्यहाँ बाँकी करेन्ट लिएर आउनुपर्छ राम पहिलोचोटि मुखबाङ बनाउन आँटेको त्यही पनि पानीले कुटिसक्यो पसल यता छ अब यताबाट हामीलाई यहाँ अङ्कलले होइन यहाँबाट यसो उधारो केही मिल्यो भने चाहिँ लाने अब उधारो मिल्छ कि मिल्दैन अङ्कल मिल्छ नि त जे पनि मिल्छ नि यतिको उधारो पायो भने चाहिँ खाना पाइन्छ नभए त भोके आन्टी उधारो पाइन्छ है ल त्यसो हामीलाई करेन्ट चाउचाउ 3टा 4वटा करेन्ट चाउचाउ दिनु त 4वटा यस लु ए मस्त अनि अंकलले सधैँ गर्न कतिवटा हो अब अंकललाई त कहाँ दिनु म आफै उधार लिन आएर म आफै त उधार लिन आइरा छु अंकल त आफै त्यत्रो ए हो त्यसै गरौँ ल एक प्याकेट हालौँ राम यत्रो महँगो धन्न उधारो पाइयो है राम कति हतार भएको रहेछ मेरो भाइलाई करेन्ट ल्याएछ त फ्ल्याट सबै करेन्ट फुटाएर एकैचोटि त करेन्ट चाउँछ फ्ल्याटै रेडी गरेर ल हेर्नु त कति छिटो रेडी गरेको राम अब चाहिँ हामी खाना जाँदैछौँ एकछिन खानुभन्दा अगाडि गाइज अब म चाहिँ अनुहार हेर्दै कोरेन परेको छु 24 टिकले खान्छ अब यिनीहरू चाहिँ अलि अब ए भाइ एकछिन अर्को कुरा सुन्नु च्यालेन्ज ल लास्ट जसले छिटो खान्छ त्यसले के गर्ने जसले छिटो खान्छ त्यसले के गर्ने जसले ढिलो खान्छ त्यसलाई चाहिँ उपहार दिनुपर्छ होइन जसले ढिलो खान्छ त्यसले अर्कोचोटि मुखबाङ बनाउँदा खाना पाउँदैन ल मुखबाङ र एक कचौरो पनि छैन गाइस पहिलोचोटिको मुखबाङ अब यस्तै भए नि चल्छ लु पानी त खाइदैन मुखबाङमा ल्यामी ल मुखबाङ गोचो क्या तेरो यो उसले के जातिले राम्रो छ चम्चाले खान घर चम्चा छ नि त अलि मेरो बोली छुट्यो यस्ता मुखबाङ त म 7 कचौरा जति कस्तो धेरै पिरो क्या मुखबाङ भन्दा ठुलो त पिरो उ त हो नि त होइन त ज्यान होइन नि त यस्तो धेरै चाहिँ हुँदैन यो पानी खान पाइन्छ ल बहिनी तँमा खानु नपाए म त खान्छु ल के जिताउला भन्ने होला मलाई यो गुये धन्दा पहिले थाहा थियो अरू उता क्यामेरामा आउँदैन भने मात्र हो कि न म बाहिर बसेर खान्थेँ नि प्याज छैन गएर अलि सिगान रल्यो भने पो मिठो हुन्छ त गाइज
कल हान्छ यस्ता बेला नम्बर हेर्न नम्बर केपी केपी बाको फोन अब के गर्ने अब खाने बेला के खाने बेला अहिले नउठाउँ है गाइज हल्का मात्र हो गाइज मुखबाङ मुखबाङ छैन सक्या के मुख लगाएको त चाहिँ मेरो ठुलो भयो भाइ तोड्यो नि ठुलो भने त्यो ठुलो त्यसको बुढी पनि त्यही सबै हानिदो मुखबाङ रे गाइज एक गाँस पनि छैन कतैतिर फोन गर्छ सबैतिर केपी बाले गरे होला नि एकैछिन नउठाउँ गाइज है अब मुखबाङ भइरहेछ गाइज सकिसक्यो यता दुईजनाको बाँकी छ म गाइज विनर भइसक्यो मुखबाङको म मुखबाङको विनर भइसकेँ नखाने म चाउचाउ खान्न खानै नपाएको त होइनस् नि है किन कस्तो मान्छे आनन्दले खाइरहेको थियो मुखबाङ गाइज मुखबाङको बाहना पार्दै आज ल्याम कि ल्याम मुखबाङ बनाउने बाहना हो करेन्ट खाने मेरो चाहना हो गाइज हेलो कहाँ छस् केटा यस्तो भइरहेको रुकै रुक म सक्यो सिधै खाएन अझै भाइ छ ल गाइज मुखबाङको विनर पनि म भए अब गाइज अर्को च्यालेन्ज चाहिँ के छ भने गाइज होइन अर्को च्यालेन्ज चाहिँ के छ भने अब यो भिडियोमा गाइज धेरै भन्दिनँ 1000 मात्र भ्यू भयो भने यसले बजारमा नयाँ पजामा सुरुवाल भन्ने छ नि गाइज त्यो खुलेको छ खुलेको होइन आएको छ लागेको अनि के अरे साह्रो घिने भयो क्या म त खाँदै दिदी जिजूसँग बसेर अनि के अरे त्यो पजामा किनिन्छ गाइज त्यही भएर सेयर गरौँ 1000 मात्र भ्यू पुरामै गाइज यसलाई ल एक भन्दा धेरै पर्दैन ल गाइज लेट्स गो 1K भ्यूज अन दिस यु के भन्छ गाइज दिस भिडियो ओके गाइज सी यु अन नेक्स्ट मुखबाङ भिडियोमा सी यु अन ल गाइज धन्यवाद हेरिदिनु भएकोमा सबले सेयर हान्ने है त गाइज ल गाइज भयो